तीनखोले देवीको मन्दिर। धार्मिक ऐतिहासिक महत्त्व बोकेको तीनखोले देवीको मन्दिर तनहुँको शुक्ला गण्डकी नगरपालिकाभित्र रहेको एक महत्त्वपूर्ण धार्मिक स्थलसँगै पर्यटकीय गन्तव्य समेत हो। भक्तिभाव सहित तीनखोले पुग्ने हिन्दू धर्मावलम्बीहरू सहित प्राकृतिक वातावरण मन पराउनेहरू जो कोही पनि यो स्थानमा पुग्ने गरेको पाइन्छ। खैरनीटारबाट सवारी साधनमा सहज रूपमा पुग्न सकिने यो गन्तव्य झन्डै 7.5 किलोमिटरको दूरीमा पर्दछ। 3वटा खोलाको सङ्गम स्थलका रूपमा रहेको मन्दिर हिन्दूहरूको आस्थाको केन्द्र पनि हो। सुन्दर, शान्त, शीतल, हरियाली र विभिन्न चराचुरुङ्गीहरूको चिरबिर आवाजले मनोरञ्जन प्रदान गर्ने यो स्थानमा खोला र झरनाको समेत दृश्य अवलोकन गर्न सकिन्छ। यस मन्दिरमा नवदुर्गामा विशेष पूजा आराधना हुने गर्दछ। धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा स्थापित यस मन्दिरमा तनहुँ जिल्ला लगायत पाल्पा, कास्की, लमजुङ, स्याङ्जा, नवलपरासी लगायत विभिन्न क्षेत्रबाट भक्तजनहरू दर्शन गर्नका लागि आउने गरेको पाइन्छ। नबोल्नेहरूलाई बोल्ने बनाउने मनोकांक्षा पूरा गर्ने देवीका रूपमा तीनखोले देवी मन्दिर प्रसिद्ध रहेको छ। सवारी साधन र पैदल दुवै माध्यमबाट सहजै पुग्न सकिने तीनखोले देवीको मन्दिर क्षेत्र ध्यान, योग र साधना गर्नका लागि समेत उत्कृष्ट गन्तव्य रहेको छ।